Okay, so I guess CID को होइन सो CID मा चाहिँ हाम्रो 4 into 5 marks question अनि त्यसपछि 10 marks को केस स्टडी चाहन्छु and let's see the so CI8 right so CI8 right भनेपछि it is a fundamental हामीले इन्टरनेटमा जति पनि जे पनि डाटालाई प्रोटेक्ट गर्छौँ होइन जति पनि कुरा हाम्रो सेक्युरिटी छ इन्टरनेटमा त्यसलाई चाहिँ तिनवटा कुरालाई प्रोटेक्ट गर्न खोजेको हुन्छ कि नर्मल्ली सो त्यो तिनवटा कुरा चाहिँ हाम्रो CI8 ट्राइड हो होइन अनि त्यसपछि चाहिँ यसलाई डिफाइन गर्दाखेरि चाहिँ the CI8 is a foundation model of an information security अनि एभ्री सेक्युरिटी डिसिजन जुनै पनि अर्गनाइजेसनले हाल्छ यही प्रिन्सिपलको आधारमा लिएको हुन्छ या फिर इट इज अ कम्पास एउटा गाइड गर्ने कम्पास जस्तै हो भने हुन्छ होइन सो कन्फिडेन्सियलिटी इन्टिग्रिटी एन्ड अभाइलेबिलिटी सो यसले धेरै एक्सप्लेन गर्नु पर्दैन होला कन्फिडेन्सियलिटी भनेको ओन्ली द अथोराइज पिपल आर एबल टु सी इन अनअथोराइज पिपलहरूले हेर्न मिल्दैन इन्टिग्रिटी भनेको द डाटा इज ट्रस्ट होल्डिनेस डाटा बिचमा चेन्ज भएको छैन र कुनै पनि अल्टर नभइकन जस्तो थियो त्यस्तै आएको छ भन्ने कुरा हो अनि त्यसपछि अभाइलेबिलिटी भनेको इट मस्ट बी अभाइलेबल वेनेभर वी निड इट होइन सो कन्फिडेन्सियलिटीमा कस्तो अट्याक हुनसक्छ भनेर चाहिँ यहाँ लेखाएको छ हेर्छ कन्फिडेन्सियलीमा इट्स ड्रपिङ अरूले सुन्न सक्ने डाटा ब्रिचेस फिसिङ हुन सक्ने इन्साइड हुनसक्छ भने यसलाई कसरी प्रोटेक्ट गर्न सकिन्छ भने यसलाई मेन प्रोटेक्ट गर्न सक्ने भनेको इन्क्रिप्सन ठिक छ त्यसपछि इन्टिग्रिटी भनेको यसमा कस्तो अट्याक हुन्छ भने मेन इन मिडल चेन्ज गर्न सक्दैन ऱ्यान्समवेयरहरूले इन्क्रिप्ट गर्छ नि फाइललाई होइन सो यसलाई कसरी कन्ट्रोल गर्न सक्ने ह्यासिङ इन्टिग्रिटीलाई कसरी भन्छ ह्यासिङ डिजिटल सिग्नेचर्स त्यसपछि आउँछ अभाइलेबिलिटीमा डिडिओएस अट्याक हुनसक्छ यसलाई कन्ट्रोल कसरी गर्ने लोड ब्यालेन्सर रिकभरी एन्ड ब्याकअप गर्नु पऱ्यो होइन त्यसपछि यो तिनटै किन भइरहेको छ लुजिङ एनिमल बिल्डर ब्रेक द होल सिस्टम होइन अनि ऱ्यान्समवेयर चाहिँ एउटा यस्तो हो जसले चाहिँ तिनटालाई चाहिँ भोइड गरिदिन्छ र यो हाम्रो सी अनि यसको क्वेसनमा पनि आएको थियो ऱ्यान्समवेयरको चाहिँ यसले यो तिनटालाई कसरी एफेक्ट गर्छ भनेर है त्यसपछि हाम्रो सेकेन्ड टपिक छ पासपोर्ट सेक्युरिटी सो पासपोर्ट सेक्युरिटी भनेको पासपोर्टलाई चाहिँ कस्तो कस्तो टाइप अफ अट्याक हुनसक्छ र तपाईँको पासपोर्ट एकदम सेक्युर गर्नको लागि वाट क्यान वी डु भन्ने कुरा यो पनि एकदम सिम्पल छ है त सो पासपोर्टमा कस्तो कमन अट्याक हुन्छ ब्रुट फोर्स अट्याक डिक्सनरी अट्याक फिसिङ क्रेडेन्सियल स्टफिङ सो ब्रुट फोर्स अट्याक भनेको एभ्री पोसिबल कम्बिनेसन ट्राई गरिदिने डिक्सनरी अट्याक भनेको कुनै पनि एउटा डाटा ब्रिज भएको छ भने चाहिँ एउटा डाटा ब्रिज या फिर लिस्ट अफ कमन डाटाबेस अफ कमन पासपोर्ट होइन सबैलाई चाहिँ एउटा डाटाबेस बनाएको हुन्छ कि अनि त्यहीबाट चाहिँ अनि तिनीहरू सबै अट्याक ट्राई गरेर हुन्छ अट्याकरले त्यसपछि आउँछ फिसिङ सो फिसिङ भनेको चाहिँ अट्याकरले चाहिँ एउटा फेक लगइन वेबसाइट या फिर फेक इमेल बनाएर चाहिँ ट्रस्ट जित्ने अनि पासपोर्ट लिने हो बेसिकली सोसल इन्जिनियरिङ अट्याक जसमा चाहिँ अट्याक कसरी हुन्छ भन्दाखेरि चाहिँ इट्स बिकज यु वेयर ल्याक अफ अवेरनेस है यसमा चाहिँ डाइरेक्टली एक्टिभ अट्याक हो तर त्यसरी नै डाइरेक्टली नै टेक्निकल चाहिँ अट्याक होइन है सो क्रेडेन्सियल स्टफिङ भनेको चाहिँ कुनै पनि एउटा डाटा ब्रिजबाट चाहिँ लिने अनि एक्सपोर्टिङ द फ्याक्ट द्याट पिपल युज देयर पासवर्ड मान्छेहरूको नर्मली पासवर्डहरू चाहिँ सिमिलर हुन्छ डिफ्रेन्ट वेबसाइटहरूमा सो कुनै एउटामा लिक भयो भने त्यो मान्छेको लगइन क्रेडेन्सियल हामीले अरू ठाउँमा पनि ट्राई गर्ने सो बेस्ट पासवर्ड भनेको एकदम सिम्पल छ यसमा फेरि राख्नु पऱ्यो सबभन्दा सुरुमा त त्यसपछि अर्को भनेको युज पास फ्रेजेस भनेको एकदम डोन्ट किप अ सिम्पल वर्ड क्या जस्तै कि पास फ्रेज भनेको एउटा फ्रेजै राख कि म खाना खाएँ म खाना खाएँ 1 2 3 # 3141319 सो यसलाई एउटा फ्रेज बनाउने कि सो एकदम ऱ्यान्डम वर्ड्सहरू है त्यसपछि लेन्थ ओभर कम्प्लेक्सिटी सो लेन्थ राख्नु पऱ्यो जति सानो बनाए पनि यदि त्यो सानो छ भने त्यसलाई क्र्याक गर्न सजिलो हुन्छ होइन सो मेक इट 16+ क्यारेक्टर फर्स्ट 16+
ठिक छ। अनि अर्को भनेको नेभर युज पासवर्ड, अभोइड डिक्सनरी वर्ड, एकदम कमन वर्डहरूलाई अभोइड गर्ने। त्यसपछि अर्को भनेको साल्टिङ एन्ड ह्यासिङ। साल्टिङ एन्ड ह्यासिङ भनेको यदि कुनै पनि ठाउँमा पासवर्ड स्टोर गरिरहेछ भने चाहिँ त्यसलाई चाहिँ पहिलो कुरो त इन्क्रिप्ट गर्ने, त्यसपछि साल्टिङ भनेको माथिबाट साल्टले थपेको जस्तै एउटा ऱ्यान्डम भ्यालुहरू चाहिँ एड गरिदिने, सो द्याट ह्याकरहरूले चाहिँ त्यसलाई हेरेर डिक्रिप्ट गर्न नसकोस् भन्ने कुरा हो होइन। अनि त्यसपछि अकाउन्ट लकआउट गरिदिने, यति नम्बरभन्दा बढी ट्राई गऱ्यो भने चाहिँ अकाउन्टले लक गरिदिने, ठिक छ। त्यसपछि आउँछ हाम्रो युजर अथेन्टिकेसन या फिर ट्रिपल ए होइन, 4वटा ए, अथेन्टिकेसन, अडिटिङ, अथोराइजेसन र अकाउन्टेबिलिटी। यो पनि सिम्पल छ। सो अथेन्टिकेसनको टाइप्सहरू छ। अथेन्टिकेसन भनेको त्यही मान्छे हो होइन भनेर चाहिँ लाइक भेरिफाई गर्ने। टोकन बेस्ड अथेन्टिकेसन, बायोमेट्रिक, मल्टिफ्याक्टर। सो टोकन बेस्डमा चाहिँ यहाँ एउटा फिजिकल डिभाइस हुन्छ जस्तै कि हार्डवेयर टोकन, स्मार्ट कार्डहरू, युएसबी की होइन, अर एउटा सफ्टवेयर जसले चाहिँ जेनेरेट ओटिपी गर्छ, जस्तै माइक्रोसफ्ट अथेन्टिकेटर जस्तो। बायोमेट्रिक भने बायोमेट्रिक भइहाल्यो, मल्टिफ्याक्टर भन्दा मल्टिफ्याक्टर भइहाल्यो। त्यसपछि मालवेयरमा आउँछ। मालवेयर भने नि थाहा छ हामीलाई, इम्प्याक्ट अफ मालवेयर थाहा छ, प्रिभेन्टिभ मेथडमा थाहा छ। सो अर्को छ हाम्रो आइडिएस भनेको डिटेक्ट गर्ने कुनै सस्पिसियस बिहेभियर छ भने आइडिएसभित्र दुईवटा कुरा पर्छ, एउटा भनेको सिग्नेचर बेस्ड र अर्को भनेको एनोमली बेस्ड। सिग्नेचर भनेको नोन प्याटर्न्स जुन डाटाबेसमा पहिल्यैदेखि छ, र एनोमली भनेको जुन एबनर्मल बिहेभियर हो है। एबनर्मल बिहेभियर भयो भने चाहिँ एनोमली बेस्ड आइडिएस भनिन्छ। यसमा एनोमली बेस्डमा चाहिँ के प्रब्लम हुनसक्छ भन्दाखेरि हाई रेट अफ फल्स पोजिटिभ हुनसक्छ। सो यसलाई एकुरेट गर्नको लागि हामीले फाइन ट्युनिङ गर्नुपर्छ। फाइन ट्युनिङ भन्ने पनि एउटा टर्म छ, त्यो चाहिँ गर्नुपर्छ भन्ने कुरा हो। सिग्नेचर बेस्ड भनेको सिग्नेचर बेस्ड भइहाल्यो, तर यसको डिसएडभान्टेज के छ भन्दाखेरि 0 डे अट्याक चाहिँ यसले थाहा पाउँदैन। किनकि 0 डे अट्याक भनेको कुनै पनि अट्याक जुन चाहिँ पहिलेदेखि डाटाबेसमा छैन, यो नयाँ टाइप अफ अट्याक हो भने चाहिँ। त्यसपछि अर्को छ हाम्रो डिप्लोइमेन्ट मेथड। सो यसमा छ एचआइडिएस, एनआइडिएस। यो भनेको चाहिँ हाम्रो आइडिएस पछि जुन आइपिएसमा आउँछ नि त्यसमा फल गर्छ, र यसमा चाहिँ होस्ट बेस्ड आइपिएस चाहिँ भने एउटै मानौँ। यो भनेको चाहिँ कुनै पनि होस्ट कम्प्युटरको अर्गनाइजेसनको हरेक कम्प्युटरको भित्रमा इन्स्टल गरिन्छ भने होस्ट बेस्ड होइन कि होस्टको भित्र छ है। यसले चाहिँ हरेक इन्डिभिजुअल होस्टलाई मोनिटर गरिरहेको हुन्छ। तर यसको प्रब्लम के छ भन्दाखेरि यसले पर्फर्मेन्स धेरै खान्छ, रिसोर्सेस धेरै खान्छ होइन। अनि त्यसपछि एनआइडिएस भनेको चाहिँ यो इन्डिभिजुअल होस्टमा नभइकन जुन अर्गनाइजेसनले युज गर्ने नेटवर्क जहाँबाट आउँछ नि, जुन बाटोबाट आउँछ नि अट्याक आउने बाटोलाई नै हेर्ने काम गरिन्छ होइन। अनि यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसले इन्क्रिप्टेड ट्राफिक डिटेलहरू देख्न सक्दैन, यसले लोकल एक्टिभिटी मोनिटर गर्न सक्दैन है। तर यसले चाहिँ एकैचोटि मल्टिपल डिभाइसेसहरूलाई चाहिँ हेर्न सक्छ। र अट्याकर म कहाँ थिएँ यार, लेखेर अट्याकर क्यानट ट्याम्पर with it from the host, no performance impact on any device भइहाल्यो है। त्यसपछि हामी आउँछौँ डिओएस र डिडिओएस। सो डिओएस भनेको के हो त? सो डिओएस भनेको अ सिंगल अट्याकर मेसिन फ्रड टार्गेट सिस्टम विथ मेनी रिक्वेस्ट। डिडिओएस भनेको द अट्याकर कन्ट्रोल अ नेटवर्क अफ 1000 or million अफ कम्प्रोमाइज कम्प्युटर। ओके, डिओएसमा एउटा सिस्टमबाट जान्छ भने डिडिओएसमा मल्टिपलबाट जान्छ होइन। अनि डिओएस भनेको इजियर टु ब्लक, जस्ट ब्लक द आइपी एड्रेस अफ अ सिंगल अट्याकर। अनि डिडिओएसमा चाहिँ के हुन्छ भन्दाखेरि डिफ्रेन्ट आइपी एड्रेसबाट आएको भएर इट्स अ बिट हार्ड टु स्टप। ओके, सो डिओएस र डिडिओएस भनेको ठिक छ, त्यही हो है। अनि त्यसपछि अर्को आउँछ हाम्रो यसलाई कसरी रोक्न सकिन्छ, रेट लिमिटिङ, क्याप द नम्बर अफ रिक्वेस्ट पर आइपी होइन। अनि त्यसपछि सिडिएन, कन्टेन्ट डेलिभरी नेटवर्क डिस्ट्रिब्युट लोड अक्रस मेनी सर्भर, ठिक छ। फायरवल ठिक छ। अनि अरू कुन चाहिँ एनिकास्ट नेटवर्क डिफ्युजन स्पिड ट्राफिक मल्टिपल
डाटा सेन्टर ठिक छ। त्यसपछि आउँछ फायरवाल। फायरवाल भनेको बेसिकली एउटा फिल्टर जस्तो काम हो जसले चाहिँ इन्कमिङ कुनै पनि नेटवर्कको इन्कमिङ र आउटगोइङलाई चाहिँ मोनिटर गर्ने काम गर्छ विथ द हेल्प अफ प्री डिफाइन्ड रुल्स, जुन चाहिँ एउटा ब्यारियरको रूपमा एक्ट गर्ने काम गर्छ है। सो फायरवालको हाम्रो टाइप्सहरू छ प्याकेट फिल्टरिङ, फायरवाल, स्टेटफुल इन्फर्मेसन। फायरवालको हाम्रो नर्मल 3टा टाइप छ, यहाँ 4वटा दिएले हैन। त्यो 3टा भनेको प्याकेट फिल्टरिङ, स्टेटफुल इन्फर्मेसन र एप्लिकेसन लेयर हैन। सो यसको मेजर डिफरेन्सेस के छ भनेर हेर्नको लागि चाहिँ हामी कहाँ जानुपर्छ भन्दाखेरि चाहिँ हामी यहाँ जानुपर्छ सिमेट्रिक, असिमेट्रिक encryption, topic 3 cryptography, topic 4 network security protocol, VPN. Okay, सो यहाँ 3टा टाइप अफ फायरवाल छ नर्मल्ली हैन। सो प्याकेट फिल्टरिङ भनेको यो चाहिँ सबभन्दा फास्टेस्ट र सिम्पल हो, जसले चाहिँ हाम्रो प्याकेटको अगाडि आइपी मतलब कहाँदेखि आयो त यो हैन त्यो हेर्छ, अनि प्रोटोकल हेर्छ, म्याच गर्छ भने ठिक छ अलो गर्छ, नत्र भए ब्लक गरिदिन्छ, सिम्पल है। जस्तो स्टेटफुल इन्स्ट्रक्सन भनेको अलिकति प्याकेट फिल्टरिङ भन्दा अलिकति एडभान्स छ। यसले चाहिँ हरेक कुराको ट्र्याक गर्छ र यो प्याकेटको कनेक्सन कहाँदेखि कसरी आयो सबै कुरा हेर्ने गर्छ। एप्लिकेसन भनेको मोस्ट इन्टेलिजेन्ट र मोस्ट अलिकति कम्प्लेक्स। यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ यसले चाहिँ भित्रको एक्चुअल कन्टेन्टै हेर्ने काम गर्छ है। अनि फायरवालको के छ कम्पेरिजन टेबल। कम्पेरिजन टेबल पनि रहेछ, लिमिटेसन पनि हेर्दै नआएको बेला कम्पेरिजन टेबल चाहिँ एकछिनमा हेरौँ न। सो कहाँ छ लिमिटेसन, लिमिटेसन भनेको क्यानट स्टप इनसाइडर ट्रकमा सक्दैन। सोसल इन्जिनियरिङ कुनै पनि मान्छेले आएर त्यहाँ गयो भने ट्रिक गऱ्यो भने त्यो गर्न सक्दैन। जेरो डे अट्याक किनकि प्री डिफाइन सेट अफ रुल्समा वर्क गर्छ। जेरो डे अट्याक यसले रोक्न सक्दैन। त्यसपछि अर्को भनेको इन्क्रिप्टेड ट्राफिकहरू हेर्न सक्दैन, इन्क्रिप्टेड कुराहरूलाई चाहिँ यसले हेर्न सक्दैन। त्यसपछि हामी जाउँ यता अनि फायरवालको पनि सक्यो। एक्सेस कन्ट्रोल हुने त सबभन्दा इजी भइहाल्यो। एक्सेस कन्ट्रोल भनेको कसले कति एक्सेस पाउँछ त्यो सिस्टमको बारेमा भन्ने कुरा हो। त्यसमा डिएसी, एमएसी र आरपिएसी भन्ने कुरा पर्छ। डिएसी भनेको यदि कुनै पनि ओनर छ भने चाहिँ उसले डिसाइड गर्छ कि कसले पाउँछ एक्सेस र कसले पाउँदैन। यो भनेको सिम्पल गेट इट एज अ नेपोटिजम है। तिम्रो त्यहीँको बिजनेसको मालिकले डिसाइड गर्छ कसले के पाउँछ र कसले के पाउँदैन। एमएसी भनेको म्यान्डेटरी एक्सेस कन्ट्रोल भनेको चाहिँ म्यान्डेटरी नै उसले यो एक्सेस पाउँछ, मतलब अकर्डिङ टु द सिस्टम सेक्युरिटी लेभल्स उसले यो एक्सेस पाउँछ भनेको। रोल बेस भनेको तिम्रो रोल अनुसार नट हु यु आर हैन, तिम्रो रोल अनुसारले तिमीले पाउँछ भन्ने कुरा हो। अनि आरबिएसी भनेको चाहिँ तिमीले यु क्यान सेयर बट एमएसीमा चाहिँ यु क्यान नट सेयर योर एक्सेस है। त्यसपछि आउँछ पिएलओपी, एभ्री युजर पर्सेज सिस्टममा। ओके, यो भनेको चाहिँ एभ्री एक्सेस कन्ट्रोल दिँदाखेरि चाहिँ एभ्री सिस्टमले एभ्री इन्टिटीलाई चाहिँ यतिको चाहिँ दिनुपर्छ कि यतिको एक्सेस चाहिँ दिनुपर्छ कि दे क्यान डु देयर वर्क है। मिनिमम नेसेसरी पर्मिसन टु पर्फर्म देयर जब, ठिक छ। अनि यो यसले के भन्दाखेरि मिनिमम दिनुपर्छ, त्योभन्दा बढी पनि दिनुहुन्न, त्योभन्दा कम पनि दिनुहुन्न है। सो द्याट किन भन्दाखेरि कुनै पनि अट्याक भयो भने चाहिँ त्यसको लेभल अफमा मात्र कम्प्रोमाइज होस् है, सबै कम्प्रोमाइज नहोस् भनेर चाहिँ। त्यसपछि हामीसँग अरू के छ सेक्युरिटी। त्यसपछि त हामीसँग सबै यो क्वेसन एन्सर मात्र छ। सो आई गेस यति हो बुझ्नुपर्ने। अब क्वेसन एन्सरको लागि चाहिँ कसरी एन्सर गर्ने चाहिँ हामी पछि हेर्छौँ ल।